ल नमस्कार, म अभिनय गुरुङ। ल आज हाम्रो एउटा पोडकास्ट सुरु गरिरहेका छौँ। यो पोडकास्ट चाहिँ तपाईँको विषय के हो भन्दाखेरि अहिलेको फिलहाल दार्जिलिङको अवस्था जुन छ, राजनीतिक अवस्था, डेभलपमेन्ट के छ है, यसको विषयमा चाहिँ हामीले यहाँ छोटोमा हाम्रो जनतासँग चाहिँ एउटा यो जनताको आवाज, जनताले के सोच्छ, जनताको सोचाइ के छ, त्यो विषयमा चाहिँ हामीले यहाँ छोटोमा हाम्रो पब्लिकसँग, जनतासँग चाहिँ कुराकानी गर्न गइरहेका छौँ। र हजुरले बताइदिनु पर्यो है, तपाईँको नाम भन्नुभयो भने ठिकै छ है, उमेर र तपाईँको पेसा चाहिँ बताइदिनुहोस् न पहिला। अब नाम त है नाम भनेको पनि भयो होइन। उमेर चाहिँ मेरो अब यस्तै 42-43 हो। पेसा त मेरो यही हो, सानो एउटा फास्टफुड छ, त्यसमै अब जीविका चल्दैछ भनौँ न। तपाईँले घरको परिवार चाहिँ यही फास्टफुड पसलबाटै चलिरहेछ है। र पहिलो प्रश्न तपाईँलाई है, अबको तपाईँको 10 वर्षमा है यो 3टा विषय छ, जस्तै एउटा बेकारी समस्या समाधान, राजनीतिक स्थिरता र विकास, यो 3टा विषयमा तपाईँले अबको आउने 10 वर्षमा चाहिँ तपाईँको के आशा राख्नु भएको छ? अब आशा त के भन्नु होइन, जस्तै अब यो 10 वर्षमा चाहिँ अब विकासै भएको देख्नु पाऊँ होइन। अब त्यो राजनीतिहरू त अब त्यो हामी त राजनीति त अब त्यस्तो पारामा आउँदैन, बुझिँदैन पनि, त्यस्तो उयो पनि आउँदैन। अन्त त्यही विकासहरू भएको चाहिँ हेर्न चाहन्छौँ होइन। ल दोस्रो प्रश्न है, तपाईँलाई जस्तै अब सरकारले सपोज 3टा कुरो चाहिँ अहिले समाधान गरिदिन्छु, इमिडिएटली गरिदिइहाल्छु भन्नुभयो चाहिँ तपाईँले के चाहनुहुन्छ? यो 3टा कुरो चाहिँ के माग्नुहुन्छ? के माग्नु, अब हामीलाई चाहिँ चाहिएको त्यही हो, विकास है होइन। विकास भयो। अब यसो बुझेर ल्याउँदा ओर्दाखेरि चाहिँ अब खै के भन्नु, बेकारी समस्या चाहिँ अब समाधान भएको हुनु पर्यो होइन। अनि अरू त के छ, राजनीतिक समाधान, गोर्खाल्यान्ड। हजुर, गोर्खाल्यान्ड त अब हामी प्रायः सबैले नै गोर्खाल्यान्ड चाहन्छ होइन। तर पनि अब मेन गोर्खाल्यान्ड चाहिँ के हो भन्ने अब चाहिँ अलिकति बुझ्नु चाहिँ अलिकति हुन्छ होला होइन, त्यही हो। अहिले जस्तै तपाईँको फिलहाल तपाईँको दार्जिलिङ पहाडभरि नै पिपिएस भन्ने जुन चलिरहेछ है, पर्मानेन्ट पोलिटिकल सल्युसन भन्दैछ, तपाईँको हिसाबमा चाहिँ के होला यो पिपिएस भन्ने? त्यो त तपाईँलाई आइडिया भएन है। अब जस्तै यो दार्जिलिङ पहाडमा कतिजना धेरै व्यक्तिहरू पनि छन् जसले हामीलाई काम पनि चाहेन, हामी डेभलपमेन्ट पनि चाहेन, हामीलाई पर्मानेन्ट पोलिटिकल चाहियो भन्नेहरू छ है। यसमा चाहिँ तपाईँको के छ सोचाइ? अब त्यो चाहिँ अब पर्मानेन्ट अब उयो चाहियो भन्ने त अब आफ्नो लागि मात्रै जस्तै हुन्छ होइन। तर अब यो बेकारी उयोहरू चाहिँ भयो भने चाहिँ सबैलाई हुन्छ, मेरो समाधान भयो भने चाहिँ सबैलाई हुन्छ, मेरो सोचाइ चाहिँ यही हो। जस्तै अब कतिजना पढेको लेखेकोहरू हुन्छ होइन, तिनीहरूलाई पनि अब उयो हुन्छ, अब राम्रो हुन्छ। अब हामी त त्यस्तो पढे लेखेको त होइन, तर पनि हामीभन्दा धेरै पढ्ने बुद्धिजीवीहरू छ होइन, उनीहरूलाई अब राम्रो हुँदै जान्छ, त्यही हो। जस्तै तपाईँले यो बेकारी समस्या समाधान भन्नुभयो, पढेकोहरूलाई मात्रै बेकारी समस्या समाधान, नपढेकोहरू पनि त छ है, उनीहरूलाई पनि काम हुनु पर्यो हो कि होइन भन्नु है। कतिजना अनपढहरू पनि छ नि त, जस्तै कतिवटा काममा त पढेको हुनु परेन नि त, जस्तै मैला उठाउने भयो, कोही के अफिसतिर पिउनहरू भयो है, त्यस्तोमा त पढेको चाहिएन नि त। अनि त्यस्तोलाई पनि सरकारले चाहिँ एउटा है इम्प्लोइमेन्ट, एउटा बेकारी समस्या समाधानको निम्ति सरकारले के गरिदियोस् भन्ने तपाईँको पनि छ है। अनि अर्को कुरो, तपाईँको ओपिनियनमा है, हामीले सपोज दार्जिलिङको पहाडको जनताले गोर्खाल्यान्ड भयो चाहिएन, हामी बरु डेभलपमेन्ट र स्वास्थ्यपट्टि नै ध्यान दियो भने चाहिँ कस्तो होला भविष्यमा? त्यो त अब भविष्यमा त अब त्यो त अब राम्रो हुनु पनि सक्छ होइन, नराम्रो अब मतलब अब उयो भएर पनि हुन्छ नि। अब र पनि यसो गोर्खाल्यान्ड भइहाल्यो भने चाहिँ सबैलाई राम्रो हुन्छ होला भन्ने चाहिँ छ।
अर्को कुरो वडी तपाईँको जस्तै अहिले दार्जिलिङमा धेरैवटा बोर्डहरू बनाइदिएको थियो नि पछिल्लो सरकारले है, जात जातको एउटा बोर्डहरू बनाइदिएको थियो। तपाईँको हिसाबमा चाहिँ के यो बोर्डले जातिको हितमै काम भयो कि यसले हामीलाई टुक्राउने काम भयो? मलाई त टुक्राउने काम भएको जस्तै लाग्छ, किनभने होइन त्यो चाहिँ अब जातिको चाहिँ अब नभएकै राम्रो। हुन्छ लु अब तपाईँको एउटा अझै प्रश्न छ है, गोर्खाल्यान्ड चाहिँ किन तपाईँको हिसाबमा? अब यस्तो हाम्रो लाठाको सोचमा चाहिँ गोर्खाल्यान्ड भयो भने चाहिँ अब सबै आफ्नो उयो हुन्छ होइन, त्यस्तै अब लाटा सोच हाम्रो होइन, त्यही भएर चाहिँ मान्छेलाई अब उयो बाहिर खेरो जानु पर्दैन भन्ने सोच है, बाहिर गएर काम गर्नु पर्यो। बाहिर गएर काम गर्नु परेन, अब यतैतिरै आफ्नो मजाले घर परिवार खुसीसँग फ्यामिलीसँग बसेर अब जिउनु सक्छ, त्यही हो। अन्त अन्तिम प्रश्न है तपाईँलाई, भोलिको दिनमा सपोज सरकारले केही दिएन अरे है, हाम्रो आन्दोलन भयो, यत्रो साल आन्दोलन भयो, 2086देखिको आन्दोलन भयो, कतिजना शहीद भयो है, सरकारले भोलिको दिनमा केही दिएन भने भोलिको दिनमा चाहिँ दार्जिलिङको अवस्था के होला? तपाईँलाई के चाहिँ डर छ, यहाँ के हुन्छ होला भन्ने डर? अब डर त थुप्रै किसिमकै हुन्छ नि होइन, अब बाहिरबाट मान्छे आउला होइन, उनीहरूको उयसमा काम गर्नु पर्ला होइन, आफ्नै जग्गामा पनि उनीहरूको अन्डरमा काम गर्नु पर्ला आफ्नो जग्गामा, पछि बा हाम्रो अब पछि हाम्रो नानीहरूको उनीहरूको पालो बा यो ठाउँै छोडेर जानुपर्छ होइन, त्यस्तोहरू हुनसक्छ, त्यही डर हुन्छ। हुन्छ, धेरै धेरै धन्यवाद है, हजुरले बहुमूल्य समय दिनुभयो यो हाम्रो पोडकास्टको लागि है, धन्यवाद।